स्वागत छ हजुरहरूलाई यात्रा सुनलोको खोजीमा। अब कुरा गरौँ नेपालको हालको अवस्थाको बारेमा। नेपाल परिवर्तनको यात्रामा राजनीतिक अस्थिरता, भ्रष्टाचार, बेरोजगारी र अभिव्यक्ति स्वतन्त्रमाथि लगाइएका रोकथामहरूले युवा पुस्तालाई सडकमा ल्यायो। यो आन्दोलन केवल प्रदर्शन मात्र होइन, एउटा पुस्ताको आवाज थियो। जेनजी आन्दोलनले मुलुकको सत्ता संरचना नै हल्लाइदियो। किन भयो त यस्तो? सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएको घटना एउटा चिङ्गारी मात्र थियो, बरु त्यसको पछाडि लुकेको दशकौँदेखि बढ्दै आएको असमानता, बेरोजगारी र भ्रष्टाचारको पीडा थियो। सहरदेखि गाउँसम्मका युवाहरूले महसुस गरेका अन्याय अन्त सडकमा विस्फोट भएर आयो। राजधानीको सडकमा देखिएको त्यो जनसागर सरकारले अपेक्षा नगरेको शक्ति बन्न पुग्यो भने यो सब कसरी भयो त? युवाहरूको यो सब शान्तिपूर्ण प्रदर्शनको सुरुवात हुँदै सामाजिक मिडियामा ह्यासट्याग क्याम्पेन, क्याम्पस चौक, चौतारामा नारा जुलुस हुन थाल्यो। तर जब सरकारले बल प्रयोग गर्यो, पानीको तोप, अचुल ग्यास र गोली, त्यसपछि आन्दोलन अझै व्यापक बन्यो। जनताको आवाजलाई दबाउने प्रयास नै आन्दोलनलाई सशक्त बनाउने कारण बन्यो। अब अहिलेको अवस्था चाहिँ प्रधानमन्त्रीले राजीनामा दिए, संसद विघटन भयो। अब देश अन्तरिम सरकारको हातमा छ। पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा उनको बाचा छ भ्रष्टाचार अन्त्य गर्ने, पारदर्शिता ल्याउने र जनताको विश्वास पुनः स्थापित गर्ने। र फागुन 21मा नयाँ निर्वाचन तोकिएको छ, जसरी भए पनि गराउने हो। तर यो सङ्क्रमणकालीन यात्रा सजिलो छैन। त्यसै गरी अब देशमा के हुन सक्छ भन्ने सबैको मनमा छ। अन्तरिम सरकार सुधारतर्फ कतिको सक्षम हुन्छ? राजनीतिक दलहरू युवा पुस्ताको माग सम्बोधन गर्न तयार हुन्छ त? नयाँ निर्वाचनले स्थिरता ल्याउँछ कि फेरि पुरानै ढर्रा दोहोरिन्छ? यी सबै प्रश्नहरू अझै खुल्ला छन्। अब यसका सकारात्मक सम्भावनाहरू यस प्रकारका छन्: पारदर्शी शासन, रोजगारी सिर्जना, भ्रष्टाचार विरुद्ध कठोर कदम र युवाप्रति संवेदनशील नीति। तर जोखिम पनि उत्तिकै रहेको छ। सुधार केवल बाचामा सीमित हुन सक्छ भने दलहरू बीच सत्ता खेल दोहोरिन सक्छ। असन्तुष्टि फेरि चर्कन पनि सक्छ। यस्तो भयो भने जेनजीको आगामी यात्रा कस्तो होला त? अब जेनजीको जिम्मेवारी अझ ठुलो छ। सडकमा उत्रेर आवाज उठाउने मात्र होइन, नीतिगत बहसमा सहभागी हुने, निर्वाचन प्रक्रियामा सक्रिय हुने र दीर्घकालीन संस्थागत सुधारको लागि निरन्तर दबाब दिने हो। यो पुस्ताले देखाइसकेको छ, नेपाल परिवर्तन अब केवल नेताहरूको हातमा होइन, जनताको, विशेष गरेर युवाको हातमा पनि छ। अब देश कुन बाटोमा जानेछ? सुधारतर्फ कि पुरानै प्रवृत्तितर्फ फर्कनेछ? यो प्रश्नको जवाब आज छैन। तर नजिकिँदै गरेको फागुन 21को निर्वाचनले नेपालको भविष्य निर्धारण गर्ने निर्णायक क्षण हुनेछ। यो आन्दोलनले इतिहासलाई दिशा दिएको छ, तर इतिहासले कुन बाटो लिन्छ त्यो अझै खुल्ला छ। यति भन्दै आउने दिनहरूमा के कस्तो हुन्छ त्यो भने बाँकी नै छ। हस्त, धन्यवाद। म बिदा हुन्छु। नमस्कार।